आजको संसद बैठकमा मचियो भाँड भैलो। नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको सट्टा सोणिम वाग्ले उठेपछि विपक्षीको आगोले संसदमा मचियो खैला बैला। बालेन संसदमा नआएपछि संसदबाट उठेर हिँडे हर्क साम्पाङ। उत्तरदायित्व संसदमा खोजिन्छ कि रत्न पार्कमा भन्दै ज्ञानेन्द्र शाहीको गर्जन। स्थापनाको 4 वर्षमै सत्ताको साँचो हातमा। अब चितवनमा 2500 प्रतिनिधि उतारेर रासोपाले गर्दैछ डिजिटल महाशक्ति प्रदर्शन। नेताको पछि लाग्ने कर्मचारीलाई सिधै बर्खास्त गर्ने बालेन सरकारको अन्तिम चेतावनी। सरकारी जागिर खाएर पार्टीको झोला बोक्ने निजामती कर्मचारी वृत्तमा सरकारको एउटै सूचनाले मचियो खैला बैला। आफ्नै नीति तथा कार्यक्रम वाचन भइरहँदा संसद बैठक बीचमै छोडेर हिँडे प्रधानमन्त्री बालेन। के बालेन स्टाइलको नाममा संसदीय मर्यादा र राष्ट्र प्रमुखले व्यवस्था गर्न खोजिएको हो? राष्ट्रपतिको विदाईमा प्रधानमन्त्रीको रित्तो कुर्सी, सल्लाहकारको स्पष्टीकरण पोस्ट पनि सुटुक्क डिलिट। विपक्षीको आक्रोश एकातिर, आफ्नै दलका नेताहरूले समेत किन उठाइरहेका छन् गम्भीर प्रश्न। आफ्नै छोरीको कक्षा 11 र 12 को नक्कली शैक्षिक प्रमाणपत्र ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट सजाय पाएर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। संसदमै उभिएर राजधानी दैनिक बन्द गराउने सत्ताधारी संसदको त्यो कडा धम्की के शक्ति हातमा आएपछि मिडियाको आवाज थुन्न खोजिएको हो? आज नेपाली मिडिया र राजनीतिक वृत्तमा एउटा ठुलो तरङ्ग फैलिएको छ। यो तरङ्ग हो सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेल र नेपाली प्रेस बीचको सिधा टकरावको। गाउँको एकान्त छहरामा रहस्यमय अवस्थामा मृत भेटिए सोमनाथ र सूर्यमान के यो सामान्य घटना हो या कुनै डरलाग्दो योजनाबद्ध हत्या? श्रीमान विदेशमा घरमा एक्लै रहेकी अनिताको कोशी किनारमा रहस्यमय मृत्यु। गाउँमा बिहेको रमझम चलिरहँदा यता आँगनको रगतले दिइरहेको थियो एउटा कहाली लाग्दो सङ्केत। इरानलाई सिधै ध्वस्त पार्ने डोनाल्ड ट्रम्पको कडा चेतावनी, तर चिनिया राष्ट्रपति सी जिनपिङसँगको महाभेटमा भने अर्कै एजेन्डा। ब्याट र बल दुवैमा दिपेन्द्रको जादु। लिग 2 को शानदार प्रदर्शनसँगै आइसिसी ओडिआई वरियतामा मारे ठुलो छलाङ। अमेरिका र इजरायलपछि अब साउदी अरबद्वारा इरानमाथि सिधै सैन्य हमला। मध्यपूर्वबाटै सुरु हुँदैछ तेस्रो विश्वयुद्धको कहाली लाग्दो अध्याय। आजको संसद बैठकमा मचियो भाँड भैलो। नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको सट्टा सोणिम वाग्ले उठेपछि विपक्षीको आगोले संसदमा मचियो खैला बैला। बालेन संसदमा नआएपछि संसदबाट उठेर हिँडे हर्क साम्पाङ। उत्तरदायित्व संसदमा खोजिन्छ कि रत्न पार्कमा भन्दै ज्ञानेन्द्र शाहीको गर्जन। आज संसद भवनको माहौल अलि बेग्लै र निकै तातो थियो। सबैको नजर देशको भविष्य कोर्ने नीति तथा कार्यक्रममाथि थियो। तर जति बेला यो महत्त्वपूर्ण प्रस्ताव प्रस्तुत गर्ने समय आयो, संसदमा एउटा अप्रत्याशित ट्विस्ट देखियो। देशका प्रधानमन्त्री बालेन्द्र शाह बालेन संसदमा उपस्थित नै थिएनन्। जब प्रधानमन्त्रीको सट्टा सोणिम वाग्लेले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरे, विपक्षी दलहरूलाई यो दृश्य पटक्कै मन परेन। खास गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको रिसको पारो वात्तै बढ्यो। उनी जुरुक्क उठे र सिधै प्रधानमन्त्री बालेनको राजीनामा मागे। सभामुखले प्रमुख प्रतिपक्षलाई बोल्न समय त दिए, तर साम्पाङको आक्रोश यतिमै रोकिएन। उनी संसद बैठक नै बहिष्कार गरेर बाहिरिए। त्यसपछि विपक्षी दलका सबै सांसदहरू उठे र संसद अवरुद्ध गर्दै माहौललाई झनै तताइदिए। यही तातो र तनावपूर्ण माहौलका बीच राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले झनै कडा आगो ओकले। उनको मन्तव्यले संसदमा थप तरङ्ग ल्यायो। शाहीले सिधै प्रधानमन्त्रीलाई तारो बनाउँदै भने सत्ता हातमा छ भन्दैमा जनताको आवाज नै नसुन्ने। अघिल्लो संसदको उदाहरण दिँदै उनले राज्य सञ्चालनको दिशा र जनतासँगको प्रतिबद्धता प्रस्तुत हुँदा प्रधानमन्त्री आफै उपस्थित हुनुपर्ने जिकिर गरे। उनको सबैभन्दा कडा प्रहार त तब आयो जब उनले भने जनताको सरकार हो भने उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्न पार्कबाट होइन। शाहीले प्रधानमन्त्री बिरामी भएको वा देश बाहिर गएको अवस्थामा मात्रै अरूलाई तोक्न मिल्ने भन्दै तीखो कटाक्षे गरे। प्रधानमन्त्री सिंहदरबारमा कालो चस्मा लगाएर बस्ने अनि हामीले यहाँ जवाब कसलाई खोज्ने उनले भनेका छन्। अन्तमा उनले यो विषय प्रतिपक्षको मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट जितेर आएका 181 सांसदहरूको अस्तित्वमाथिको प्रश्न भएको भन्दै सनसनी मच्चाए। समग्रमा आजको संसद बैठक नीति तथा कार्यक्रमको शान्त छलफल भन्दा पनि प्रधानमन्त्रीको अनुपस्थिति, हर्क साम्पाङको बहिष्कार र ज्ञानेन्द्र शाहीको कडा प्रहारले गरमायो। अब हेर्न बाँकी छ सिंहदरबारबाट संसदमा उठेका यी ज्वलन्त प्रश्नहरूको जवाफ कसरी आउँछ। नमस्कार, समाचार डेलीमा स्वागत छ। म अमर मजाकोटी। अब पुरा समाचार।
नेताको पछि लाग्ने कर्मचारीलाई सिधै बर्खास्त गर्ने बालेन सरकारको अन्तिम चेतावनी। सरकारी जागिर खाएर पार्टीको झोला बोक्ने निजामती कर्मचारी वृत्तमा सरकारको एउटै सूचनाले मचियो खैला बैला। बालेन सरकारले एउटा यस्तो कदम चालेको छ जसले वर्षौंदेखि राजनीतिमा रुमल्लिएको नेपालको कर्मचारी तन्त्रमा ठूलो झड्का दिएको छ। अब सरकारी कार्यालयको कुर्सीमा बसेर पार्टीको राजनीति गर्ने कर्मचारीहरूको जागिर धरापमा परेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटा कडा सूचना जारी गर्दै सम्पूर्ण निजामती कर्मचारीहरूलाई स्पष्ट भाषामा चेतावनी दिएको छ। मन्त्रालयको सन्देश स्पष्ट छ, राजनीतिमा लागे सिधै सेवाबाट बर्खास्त गरिनेछ। मन्त्रालयले नेपालको संविधान र निजामती सेवा ऐनलाई सम्झाउँदै कर्मचारीहरू राजनीतिक रूपमा पूर्ण रूपमा तटस्थ, निष्पक्ष र केवल जनताप्रति उत्तरदायी हुनुपर्ने कुरामा जोड दिएको छ। वर्षौंदेखि सरकारी कर्मचारीहरू विभिन्न राजनीतिक दलका भातृ सङ्गठन र जनवर्गीय सङ्गठनमा आबद्ध हुँदै आएको यथार्थ हामी सबैलाई थाहै छ। तर अब मन्त्रालयले निजामती सेवा ऐन 2049 को दफा 61 को उपदफा 1 अनुसार एक्सन लिने भएको छ। यो कडा नियम अनुसार यदि कुनै पनि कर्मचारीले राजनीतिमा भाग लिएमा, दलको सदस्यता लिएमा वा राजनीतिक पदका लागि निर्वाचनमा उम्मेदवार मात्र बनेमा पनि उसलाई भविष्यमा सरकारी सेवाकै लागि अयोग्य ठहरिने गरी सधैँका लागि जागिरबाट निकालिनेछ। मन्त्रालयको यो विज्ञप्तिले अब प्रशासनिक क्षेत्रमा राजनीति आउन नदिने अठोट देखाएको छ। आफ्नै नीति तथा कार्यक्रम वाचन भइरहँदा संसद बैठक बीचमै छोडेर हिँडे प्रधानमन्त्री बालेन। के बालेन स्टाइलको नाममा संसदीय मर्यादा र राष्ट्र प्रमुखले व्यवस्था गर्न खोजिएको हो? राष्ट्रपतिको विदाईमा प्रधानमन्त्रीको रित्तो कुर्सी, सल्लाहकारको स्पष्टीकरण पोस्ट पनि सुटुक्क डिलिट। विपक्षीको आक्रोश एकातिर, आफ्नै दलका नेताहरूले समेत किन उठाइरहेका छन् गम्भीर प्रश्न। संसदीय व्यवस्थामा संसद भनेको केवल भाषण गर्ने थलो होइन, यो विधि, परम्परा र मर्यादाको सर्वोच्च मन्दिर हो। तर जुन ठाउँमा देशकै सबैभन्दा बढी मान सम्मान र शिष्टाचारको अपेक्षा गरिन्छ, त्यही सोमबार एउटा यस्तो उदेकलाग्दो दृश्य देखियो जसले 40 वर्षदेखि संसद नियालिरहेका विज्ञदेखि आम नागरिकसम्मलाई झस्काइदिएको छ। सङ्घीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गरिरहेका थिए। तर आफ्नै नेतृत्वको सरकारले तयार पारेको त्यति महत्त्वपूर्ण डकुमेन्ट राष्ट्र प्रमुखले पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बालेन भने बिचैमा कुर्सी खाली छोडेर हिँडे। राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम वाचन गर्न करिब 1 घण्टा 10 मिनट लागेको थियो। तर प्रधानमन्त्री बालेनले त्यो समयसम्म धैर्य गर्न सकेनन् वा चाहेनन्। कार्यक्रम सकिनु 15 मिनट अगाडि नै उनी संसदबाट बाहिरिए। जब राष्ट्रपतिले सम्बोधन सकेर बिदा हुँदै थिए, सभामुखको निर्देशनमा सिङ्गो संसद उभिएर सम्मान प्रकट गरिरहेको थियो। सभामुख र राष्ट्रिय सभा अध्यक्ष बाहिर समय बिदाई गर्न पुगे। तर त्यो ऐतिहासिक र गरिमामय क्षणमा सरकार प्रमुख अर्थात् प्रधानमन्त्रीको कुर्सी भने रित्तो थियो। सल्लाहकार असीम शाहको त्यो डिलिटेड पोस्टको रहस्य। प्रधानमन्त्रीको यो व्यवहारले चौतर्फी आलोचना र मिडियामा तहल्का मचाएपछि उनका प्रमुख राजनीतिक सल्लाहकार असीम शाह ड्यामेज कन्ट्रोल गर्न सामाजिक सञ्जालमा उत्रिए। सोमबार बेलुका उनले फेसबुकमा स्पष्टीकरण दिँदै लेखे, सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा अस्वस्थता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो। त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ, उनले भनेका छन्। तर कथामा ट्विस्ट तब आयो जब यो पोस्ट केही समयमै सुटुक्क डिलिट गरियो। यसले झन् ठुलो प्रश्न चिन्ह खडा गरेको छ। यदि साँच्चै स्वास्थ्य समस्या थियो भने पोस्ट किन डिलिट गर्नु पर्यो? कि यो केवल जनआक्रोश मत्तर पार्न रचिएको एउटा कच्चा बहाना मात्र थियो? विपक्षीको प्रहार, आफ्नै दलभित्र असन्तुष्टि। प्रधानमन्त्रीको यो शैलीलाई लिएर संसदमा विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। एमाले सांसद गुरु बरालले यसलाई अपमानजनक व्यवहार भन्दै रेकर्डबाटै हटाउन माग गरे भने नेकपाका प्रमुख सचेतक युवराज दुलालले आफ्नै नीति मन नपरेर बहिष्कार गरेको भन्दै व्यङ्ग कसे। सबैभन्दा रोचक कुरा त रासोपा राष्ट्रिय स्वतन्त्र पार्टीकै कतिपय सांसदहरू प्रधानमन्त्रीको यो शैली देखेर गलल्ल हाँसेका थिए। तर पार्टीका गम्भीर पदाधिकारीहरू भने सन्तुष्ट छैनन्। भर्खरै जावलाखेलमा सुसंस्कृत राजनीतिको प्रशिक्षण लिएर फर्केका उनीहरू आफ्नै दलको नेताको यस्तो व्यवहारले निराश छन् र पार्टीभित्रै यो विषयलाई जोरदार रूपमा उठाउने तयारीमा छन्। नयाँपन कि अराजकता? 2/3 भारी जनसमर्थन बोकेर सत्ताको बागडोर सम्हालेका युवा प्रधानमन्त्रीबाट जनताले नयाँपन पक्कै खोजेका हुन्।
तर नयाँपनको अर्थ स्थापित र राम्रा परम्पराहरूको चिरहरण गर्नु पक्कै होइन। अहिलेसम्म संसदमा एक शब्द नबोलेका, संसदीय समितिहरूमा नजाने र संसद बैठक नै स्किप गर्ने प्रधानमन्त्रीको यो शैलीले राज्य प्रणालीलाई कति गम्भीरतापूर्वक लिएको छ भन्ने सन्देश दिन्छ। रामचन्द्र पौडेललाई कसैले व्यक्तिगत रूपमा मन नपराउन सक्छ, तर उनी अहिले राष्ट्र प्रमुख हुन्। संस्थाको मान राख्दा मात्र लोकतन्त्र बलियो हुन्छ। सिस्टम सुधार्ने नाममा आधारभूत मर्यादा नै भत्काउन थालियो भने भोलि अरूले पनि प्रधानमन्त्रीकै पद र प्रक्रियालाई चुनौती दिनेछन्। बालेन सरकारले यो कुरा जति छिटो बुझ्छ त्यति नै राम्रो हुन्छ। आफ्नै छोरीको कक्षा 11 र 12 को नक्कली शैक्षिक प्रमाणपत्र ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट सजाय पाएर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका 3 बस्ने 61 वर्षीय फर्दिनान्द भ्यालेन्टाइन्स फेर्सलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले आफ्नै छोरीको कक्षा 11 र 12 उत्तीर्ण गरेको भन्दै नक्कली ट्रान्सक्रिप्ट र अन्य कागजात तयार पारेका थिए। यस विषयमा उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयले उनी विरुद्ध उजुरी दिएको थियो। सोही उजुरीका आधारमा चलेको सरकारी छाप दस्तखत किर्ते मुद्दामाथि सुनवाई गर्दै भक्तपुर जिल्ला अदालतले 2082 वैशाख 3 गते उनलाई 1 वर्ष कैद र 50,000 रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अदालतको फैसलापछि विगत 1 वर्षदेखि फरार रहेका उनलाई मङ्गलबार काठमाडौँको तिलगङ्गा क्षेत्रबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 3 वर्षको लागि नियुक्ति तर बीचमै राजीनामा, नेपाल आयल निगमका प्रमुखलाई पद छाड्न कसले गर्यो बाध्य। आज नेपालको प्रशासनिक र राजनीतिक वृत्तमा एउटा यस्तो खबर बाहिरिएको छ जसले धेरैलाई आश्चर्यमा पारेको छ। देशको सम्पूर्ण इन्धन आपूर्ति धान्ने सबैभन्दा ठूलो संस्था नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले अचानक आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार मन्त्रालय पुगेर सुटुक्क राजीनामा बुझाएका डाक्टर भट्टको यो बहिर्गमन सामान्य भने पक्कै छैन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी सूर्यप्रसाद चापागाईले भोलिदेखि नै लागू हुने गरी राजीनामा आएको पुष्टि गरिसकेका छन्। तर सबैभन्दा ठूलो प्रश्न यहाँनिर उठ्छ, आखिर भयो के, किन दियो त अचानक राजीनामा? यसको भित्री कथा निकै रोचक छ। सरकारले सार्वजनिक निकायका नियुक्तिहरू खारेज गर्न भर्खरै एउटा कडा अध्यादेश ल्याएको थियो। चासोको कुरा के छ भने त्यो बर्खास्तीको अध्यादेशले आयल निगमलाई छोएकै थिएन। डाक्टर भट्ट कानुनी रूपमा पुरै सुरक्षित थिए, तर राजनीतिमा कानुनभन्दा माथि कहिलेकाहीँ शक्तिको खेल हाबी हुन्छ। स्रोतका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिधै डाक्टर भट्टलाई पदबाट हट्न दबाब दिएकी थिइन्। मन्त्रीकै प्रत्यक्ष निर्देशन र प्रेसर आएपछि अन्ततः डाक्टर भट्टले राजीनामाको बाटो रोज्न बाध्य भए। याद गर्नुहोस्, डाक्टर भट्टलाई अघिल्लो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले 2080 फागुन 26 गते पुरै 3 वर्षको लागि भनेर निगमको चाबी सुम्पेको थियो। तर सत्ताको समीकरण फेरिँदा र नयाँ मन्त्री आउँदा उनी 1.5 वर्ष पनि टिक्न सकेनन्। संसदमै उभिएर राजधानी दैनिक बन्द गराउने सत्ताधारी संसदको त्यो कडा धम्की के शक्ति हातमा आएपछि मिडियाको आवाज थुन्न खोजिएको हो? आज नेपाली मिडिया र राजनीतिक वृत्तमा एउटा ठूलो तरङ्ग फैलिएको छ। यो तरङ्ग हो सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेल र नेपाली प्रेस बीचको सिधा टकरावको। घटना वैशाख 28 गतेको हो। सांसद खरेलले संसद बैठकमा बोल्ने क्रममा एउटा समाचारलाई लिएर राजधानी दैनिक पत्रिका नै बन्द गरिदिने धम्की दिए। कानुन बनाउने ठाउँमा बसेका सांसदको मुखबाटै मिडिया बन्द गराउने सूचना आएपछि नेपाल पत्रकार महासङ्घले कडा आपत्ति जनाएको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले कडा शब्दमा विज्ञप्ति निकाल्दै भनेका छन्, संवैधानिक हककै ख्याल नगरी पत्रिका बन्द गर्छु भन्नु असंवैधानिक मात्र होइन, यो एउटा विधायकलाई पटक्कै नसुहाउने निन्दनीय व्यवहार हो। कथा यतिमै रोकिँदैन। सांसद खरेलले समाचारकै विषयलाई लिएर फौजदारी मुद्दा बनाउँदै सिधै साइबर ब्युरोमा उजुरी समेत हालेका छन्। महासङ्घले यसलाई सत्ताको आडमा गरिएको आपत्तिजनक कार्य भनेको छ। यदि समाचारप्रति असहमति थियो भने सिधै साइबर ब्युरो जानुको सट्टा प्रेस काउन्सिल नेपाल मार्फत समाधान खोज्नुपर्ने नियम छ। महासङ्घले सांसद खरेललाई भविष्यमा प्रेस स्वतन्त्रता विरोधी यस्ता हरकत नदोहोर्याउन सचेत समेत गराएको छ। यसैबीच प्रेसलाई झस्काउने अर्को एउटा घटना पनि बाहिरिएको छ। काठमाडौँ जिल्ला अदालतले bimapost.com मा प्रकाशित एउटा समाचार नै हटाउन अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा पनि महासङ्घले अदालतलाई आफ्नो आदेशमा पुनर्विचार गर्न र प्रेसको संवैधानिक अधिकारको रक्षा गर्न अपिल गरेको छ। गाउँको एकान्त छहरामा रहस्यमय अवस्थामा मृत भेटिए सोमनाथ र सूर्यमान के यो सामान्य घटना हो या कुनै डरलाग्दो योजनाबद्ध हत्या?
आज नुवाकोटबाट एउटा निकै डरलाग्दो र रहस्यमय घटना बाहिरिएको छ। म्यागङ गाउँपालिका 4 म्यागङ बेस स्थित एउटा सुनसान छहरामा 2 जना पुरुषको शव फेला परेपछि पुरै गाउँ यति बेला त्रसित बनेको छ। मृतकहरू सोही ठाउँका 43 वर्षीय सोमनाथ तामाङ र 36 वर्षीय सूर्यमान तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी विक्रम लामाका अनुसार दुवैजनाको छाती र शरीरका अन्य भागमा भरुवा बन्दुकको छराले लागेको गहिरो चोट प्रष्ट देखिन्छ। घटनाको प्रकृति हेर्दा रातिको सन्नाटामा उनीहरूमाथि गोली प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। जन रहस्यमय कुरा त के छ भने हत्यापछि शवलाई कसैले नदेख्ने गरी एकदमै अप्ठ्यारो र भिरालो ठाउँमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। बुधबार बिहान 10:30 बजेतिर मात्रै गाउँलेले शव देखे पनि घटनास्थल निकै विकट र अप्ठ्यारो भएका कारण प्रहरी टोली दिउँसो 3:30 बजे मात्रै त्यहाँ पुग्न सकेको थियो। अहिले प्रहरीले घटनास्थलमा मुसुल्का उठाउने काम गरिरहेको छ भने घटनाको गहिरो अनुसन्धान सुरु भइसकेको छ। आखिर रातिको अँध्यारोमा सोमनाथ र सूर्यमाथि कसले र किन चलायो त गोली? यो रहस्यले अहिले सबैको ध्यान तानेको छ। स्थापनाको 4 वर्षमै सत्ताको साँचो हातमा अब चितवनमा 2500 प्रतिनिधि उतारेर रासोपाले गर्दैछ डिजिटल महाशक्ति प्रदर्शन। राजनीतिको मैदानमा उदाएको जम्मा 4 वर्ष तर यति छोटो समयमै विशाल जनसमर्थन पाएर सत्ताको केन्द्रमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा अब आफ्नो इतिहासकै सबैभन्दा ठुलो तयारीमा जुटेको छ। आगामी असार 7 देखि 9 गतेसम्म रासोपाले चितवनमा आफ्नो प्रथम र भव्य महाधिवेशन गर्दैछ। बुधबार वनस्थली स्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टी स्थापना दिवसकै दिन पारेर यो महाधिवेशन गरिने निर्णय गरेको हो। यसको नेतृत्व सिधै पार्टी सभापति रवि लामेछाने आफैले गर्दैछन्। उनको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति बनिसकेको छ भने समग्र कार्यक्रम संयोजनको महत्त्वपूर्ण चाबी सहमहामन्त्री विपिन कुमार आचार्यको हातमा सुम्पिएको छ। रासोपाको यो तयारी यति तीव्र छ कि महामन्त्री कविन्द्र बुर्लाकोटीले बनाएको महाधिवेशन कार्यविधि 2083 बैठकले पास नै गरिसकेको छ। त्यस्तै विधान र एकता मस्यौदाको काम सक्न महामन्त्री भूपदेव शाह र सहमहामन्त्री आचार्यको समितिलाई जेठ 10 गतेसम्मको कडा डेडलाइन दिएको छ। रासोपाका नेता प्रकाश चन्द्र परियारका अनुसार यो कुनै सामान्य भेला हुने छैन। सत्तामा रहेको दलले गर्न लागेको यो महाधिवेशनमा प्रविधिको भरपुर र सर्ट एन्ड स्विट प्रयोग हुँदैछ। डिजिटलाइजेसन र जनशक्तिको उच्चतम प्रयोग गरेर हामी यसलाई भव्य बनाउँछौँ, परियारले दाबी गरेका छन्। अमेरिका र इजरायलपछि अब साउदी अरबद्वारा इरानमाथि सिधै सैन्य हमला। मध्यपूर्वबाटै सुरु हुँदैछ तेस्रो विश्वयुद्धको कहाली लाग्दो अध्याय। गएको मार्च महिनाको अन्त्यतिर मध्यपूर्वको आकाशमा मिसाइलको आवाज सामान्य जस्तै बनिसकेको थियो। एकातिर अमेरिका र इजरायलले महिनौदेखि इरानमाथि भीषण आक्रमण गरिरहेका थिए भने अर्कोतिर इरानले पनि इजरायल र अमेरिका समर्थित खाडी राष्ट्रहरूमाथि ड्रोन र मिसाइलको वर्षा गरिरहेको थियो। तर यसैबीच एउटा यस्तो घटना घट्यो जसको सुइँको विश्व समुदायले पाउन सकेन। अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले एउटा यस्तो रहस्यको पर्दाफास गरेको छ जसले मध्यपूर्वको भू राजनीतिलाई नयाँ मोड दिएको छ। सधैँ पर्दा पछाडिबाट खेल्ने वा आफ्नो सुरक्षाका लागि वासिङटनको मुख ताक्ने साउदी अरबले इतिहासमै पहिलो पटक इरानको भूमिमाथि प्रत्यक्ष र गोप्य सैन्य हमला गरेको छ। फेब्रुअरी 28 को त्यो दिन यो द्वन्द्वको बिउ फेब्रुअरी 28 मा अंकुराएको थियो। अमेरिका र इरान बीचको बढ्दो तनावका बीच इरान समर्थित लडाकु समूहहरूले साउदी अरबलाई निशाना बनाउन थाले। लगातार ड्रोन र मिसाइलहरू साउदीको आकाशमा मडारिन थाले। सायद इरानले सोचेको थियो साउदीले सधैँ चाहिँ अमेरिकालाई गुहार्नेछ र रक्षात्मक बनेर बस्नेछ। तर यसपटक रियादको मुड फेरिएको थियो। आफ्नो सुरक्षाको लागि दशकौंदेखि अमेरिकी छातामुनि बस्दै आएको साउदी अरबले अब आफ्नो लडाईँ आफै लड्ने अठोट गर्यो। आफ्ना सहरहरूमाथि भएको निरन्तर प्रहारको बदला स्वरूप साउदी सेनाले इरानको सिमाना नाघेरै भित्र पस्यो र जवाफी आक्रमण गर्यो। यो साउदी अरबको तर्फबाट इरानमाथिको पहिलो प्रत्यक्ष र कडा सैन्य कारबाही थियो। हमलापछिका सन्नाटा र कूटनीतिको खेल। हमला त भयो तर त्यसपछिको दृश्य झनै रोचक रह्यो। दुई कट्टर दुश्मन देशहरू जसले एकअर्कामाथि मिसाइल प्रहार गरेका थिए उनीहरू नै अचानक शान्त देखिए। साउदी र इरान दुवैलाई राम्रोसँग थाहा थियो एउटा सानो गल्तीले पुरै खाडी क्षेत्रलाई खरानी बनाउन सक्छ। हतियारको भाषा बोली लगतै दुवै देशले कूटनीतिको बाटो रोजे। रोइटर्सका अनुसार यो सैन्य श्रृङ्खला लगत्तै साउदी र इरान बीच ब्याक च्यानल गोप्य कूटनीतिक माध्यमबाट गहन र तीव्र संवाद सुरु भयो। दुवै देशले यो द्वन्द्वलाई थप भड्किन नदिन अत्यन्तै संयमता अपनाए। बदलिदो साउदी र तनावपूर्ण मध्यपूर्व।
आज साउदी र इरान बीचको कूटनीतिक सम्बन्ध अझै पनि तरबारको धारमा छ। सम्बन्ध तनावपूर्ण नै छ, तर यो घटनाले एउटा स्पष्ट सन्देश दिएको छ। साउदी अरब अब पहिलेको जस्तो शान्त र परनिर्भर छैन। आफ्नो राष्ट्रिय सुरक्षाको मामिलामा उसले कसैलाई पर्खाइ नगरी आफै कडा कदम चाल्न सक्ने नयाँ अवतार विश्वलाई देखाएको छ। मध्यपूर्वको यो चेस बोर्डमा अब साउदी अरबले आफ्नो चाल बदलेको छ र यो चालले आगामी दिनमा खाडीको राजनीतिलाई कुन दिशामा लैजानेछ त्यो भने हेर्न बाँकी नै छ। श्रीमान विदेशमा घरमा एक्लै रहेकी अनिताको कोशी किनारमा रहस्यमय मृत्यु। गाउँमा बिहेको रमझम चलिरहँदा यता आँगनको रगतले दिइरहेको थियो एउटा कहाली लाग्दो सङ्केत। सप्तरीको तिलाठी कोइलाटी गाउँपालिका 5 बनरझुला गाउँ। अघिल्लो बुधबार राति यो गाउँमा बिहेको ठुलो रौनक थियो। छिमेकीहरू जन्ती र भोजमा व्यस्त हुँदा स्थानीय अनिता देवी राय भने घरमै एक्लै थिइन्। उनका श्रीमान वीरेन्द्र राय छोटो वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन्। तर उत्सवको त्यही रात अनिताको जीवनमा भने सधैँका लागि अँध्यारो बनेर आयो। रातिदेखि नै अचानक सम्पर्कविहीन बनेकी अनिताको घरको आँगनमा भोलिपल्ट बिहान रगतका टाटाहरू देखिए। त्यसपछि सुरु भएको उनको खोजी अन्ततः एक सातापछि निकै दुःखद रूपमा टुङ्गिएको छ। बुधबार सोही ओडाको 9 किलोमिटर भनिने ठाउँ नजिकै कोशी नदीको किनारमा अनिताको शव फेला परेको छ। सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बर बहादुर पुरीका अनुसार घटना अत्यन्तै शङ्कास्पद छ। अनिताको हात र खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले ढुङ्गा प्रहार गरी उनको हत्या गरिएको र शव लुगाउन नदी किनारमा फालिएको हुन सक्ने देखाएको छ। यस हृदय विदारक घटनाले अनिताको परिवारलाई गहिरो शोकमा डुबाएको छ। जेठी छोरीको विवाह भइसके पनि 13 वर्षकी कान्छी छोरीको आँसुले अहिले सिङ्गे गाउँलाई भावुक बनाएको छ। एउटै निहत्था र घरमा एक्लै रहेकी महिलामाथि यति ठुलो दुश्मनी कसले र किन साँच्छ? आँगनको रगतदेखि कोशी किनारसम्म जोडिएको यो रहस्यमय हत्याकाण्डको पछाडि कसको हात छ? प्रहरीले गम्भीरताका साथ अनुसन्धान त अघि बढाएको छ, तर यो घटनाले हाम्रो समाजको सुरक्षा अवस्थामाथि भने एउटा गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ। इरानलाई सिधै ध्वस्त पार्ने डोनाल्ड ट्रम्पको कडा चेतावनी, तर चिनिया राष्ट्रपति सी जिनपिङसँगको महाभेटमा भने अर्कै एजेन्डा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया समकक्षी सी जिनपिङ बीच निकै महत्त्वपूर्ण शिखर सम्मेलन हुँदैछ। अहिले विश्वभर इरान युद्धको चर्चा र त्रास छ, तर राष्ट्रपति ट्रम्पले भने यो महाभेटमा युद्धको विषयलाई होइन, व्यापारको विषयलाई लिएर पहिलो प्राथमिकतामा राख्ने प्रश्न पारेका छन्। बेजिङ प्रस्थान गर्नु अघि मङ्गलबार व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपतिसँगको भेटको मुख्य एजेन्डा खुलाएका छन्। उनले स्पष्ट पार्दै भने, हामी राष्ट्रपति सीसँग धेरै कुरामा छलफल गर्नेछौँ, तर अरू सबै कुराभन्दा बढी फोकस व्यापारमै हुनेछ। इरान युद्धले यो शिखर सम्मेलनलाई छायामा पार्छ कि भन्ने विश्वभरको अनुमानलाई ट्रम्पले ठाडै खारेज गरिदिएका छन्। निकै आत्मविश्वास र कडा लवजमा उनले भने, इमान्दारीपूर्वक भन्नुपर्दा इरान छलफलको मुख्य विषय होइन, किनकि हामीले इरानलाई पूर्ण रूपमा नियन्त्रणमा राखिसकेका छौँ। कि त उनीहरू सम्झौता गर्छन्, नत्र कुनै न कुनै रूपमा ध्वस्त हुनेछन्। एकातिर चीन इरानी तेलको सबैभन्दा ठुलो खरिदकर्ता हो र उसले हाल बन्द रहेको स्टेट अफ हर्मुज तत्काल खोल्न आह्वान गरिरहेको छ। तर ट्रम्प भने सीसँग व्यापारिक सम्झौताहरू सुरक्षित गर्न र दुई देशबीचको व्यापार युद्ध विरामको समय लम्ब्याउन बढी उत्सुक देखिएका छन्। यो ठुलो भेटवार्ताको ग्राउन्ड वर्क भने अहिले सुरु भइसकेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चीनका उप प्रधानमन्त्री हे लिफिङको नेतृत्वमा दक्षिण कोरियाको सियोलमा वार्ता सुरु भएको छ। अब सियोलमा बनेको खाकामा ट्रम्प र सीले अन्तिम मोहर लगाउने अपेक्षा गरिएको छ। अब हेर्न बाँकी छ, इरानलाई नियन्त्रणमा राखेको दाबी गरिरहेका ट्रम्प र विश्व अर्थतन्त्रको अर्को खम्बा मानिने चीनका राष्ट्रपति सी बीचको यो भेटले विश्व राजनीति र बजारमा कस्तो नयाँ मोड ल्याउनेछ। ब्याट र बल दुवैमा दिपेन्द्रको जादु, लिग 2 को शानदार प्रदर्शनसँगै आइसिसी ओडिआई वरियतामा मारे ठुलो छलाङ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले आइसिसी ओडिआई एक दिवसीय अलराउन्डर वरियतामा 3 स्थानको छलाङ मारेका छन्। आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ अपडेट अनुसार दिपेन्द्र 3 स्थान सुधार गर्दै 28औं स्थानमा उक्लिएका हुन्। यससँगै उनको रेटिङ अङ्क बढेर 153 पुगेको छ। घरेलु मैदानमा भइरहेको आइसिसी लिग 2 श्रृङ्खलामा गरेको उत्कृष्ट प्रदर्शनका कारण उनको वरियतामा यो सुधार आएको हो। यसअघि ओमान र युएईसँग भएको श्रृङ्खलाका 4 खेलमा उनले ब्याट र बल दुवैबाट जादु देखाउँदै 2 अर्धशतक र 1 शतक प्रहार गरेका थिए भने 4 विकेट पनि लिएका थिए। दिपेन्द्रले युएईसँगको पहिलो खेलमा 75 रन र 1 विकेट, दोस्रो खेलमा शानदार शतक प्रहार गरेका थिए। त्यस्तै ओमानसँगको खेलमा 60 रन बनाउँदै 2 विकेट र अर्को खेलमा 33 रन सहित 1 विकेट लिएर आफ्नो अलराउन्ड क्षमता प्रमाणित गरेका थिए।
आइसिसीको यो नयाँ वरियतामा ओमानसँगको अन्तिम खेलसम्मको प्रदर्शन जोडिएको छ। हिजो मङ्गलबार स्कटल्यान्ड विरुद्ध गरेको प्रदर्शन भने अर्को साता आउने अपडेटमा मात्र समावेश हुनेछ। उता टी20 अन्तर्राष्ट्रिय अलराउन्डरको वरियतामा भने दिपेन्द्र अहिले पनि चौथो स्थानमा बलियो रूपमा स्थापित छन्। अर्का नेपाली अलराउन्डर करण केसी भने ओडिआई वरियतामा 3 स्थान तल झर्दै 84औं स्थानमा पुगेका छन्।